नमस्कार। आज चाहिँ पानी परिरहेको बेलामा अब चाहिँ कुखुरा भाले कटाइ हुन्छ। भाले काटेर चाहिँ हामी खानेवाला छौँ। देखिसक्नु भयो तपाईँहरूले, भाले राम्रो छ। आज चाहिँ यस्तो पानी परिरहेको छ। आज चाहिँ भाले कटाइ हुन्छ, काटेर यस्तो सुप बनाएर खान्छौँ। मौसमी पानी पुरा छ, यहाँ भाले काट्दैछ प्रतिलक दाजुले। यहाँ चाहिँ यहाँ चारो पाकिरहेको छ, यहाँ भाले पोल्नुको लागि। अब ल काटेर पनि ल्यायो, अब पोल्नुपर्छ होला भाले। अब मजाले उखाल्मै पकेट मेरो फार्म हाउसमा आज सानो पार्टी दिन भाइको भाले काटेर। भाले चाहिँ कतिले छ, यसलाई चाहिँ अर्ग्यानिक तरिकाले सुप बनाएर तिते लगाएर खाने इच्छा छ हाम्रो। पोल्दैछ यहाँ तिते निकाल्नुको निम्ति। तिते चाहिँ यसरी निकालिन्छ। यो तितेसँग खायो भने चाहिँ जिउ दुखेको, खुट्टा दुखेको, गलेको सबै जाति हुन्छ। यो चाहिँ हो तिते। यो चाहिँ सुपमा हाल्नुपर्छ, अर्ग्यानिक तरिकाले बनाइन्छ। आज चाहिँ हाम्रो पार्टी हुन्छ हुँदैछ। मौसम यस्तो छ, पानी परेकै काम गर्नु पाएको छैन। यसरी हाम्रो यहाँ सूर्य पनि हेरिरहेको छ, सुतिरहेको रहेछ मेरो कुकुर। तयार भयो तिते, तर हाम्रो बडा बाउले लाउँदैछ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो हाम्रो तिते पनि तयारी भयो। यो चाहिँ अलि झोलमा लाउनुपर्छ, आँसुमा लाउनुपर्छ। फ्राई हुँदैछ कुखुरा। यहाँ छ कलेजो, मुटु, कटिङ सुरु भयो। मासु भाले यहाँबाट, यहाँबाट बाउ मुसु हाँस्नु हुँदैछ। हाम्रो तिलक दाजुले ओर्देको छ, छिप्पेको भाले पऱ्यो, काट्नु साह्रो पर्दैछ। अदुवा लसुन, खास मसला यही हो, अदुवा लसुन। हाम्रो लोकल कुखुराको निम्ति चाहिँ अदुवा लसुन हालेर पनि हुँदैन। मोटामोटी लसुन यो अदुवा पिसिसकेँ। अब लसुनको खाली छ, लसुन पनि हाल्दैछु। लसुन पनि मजाले पिसेको। अदुवा र लसुन पनि प्याज सबै तयार भयो। अब पकाउनुपट्टि लाग्नुपर्छ। मासु, लोकल कुखुराको मासु तयार छ पिस गरेर पनि। अब यहाँ चाहिँ अघिको तिते मोल्नुपर्छ। यो चाहिँ अघिको तिते भुता डढाको साह्रो स्वादिलो हुन्छ नि हो यसरी बनाएको मासु त। हालियो, अब यसलाई हल्का मोल्नुपर्छ यसरी। ल झऱ्यो, बुझ्यो। तिते मोलेर सकेँ। अन्त चाहिँ यसलाई पकाउने बेला भयो। लु भाँडा बसायो। भाँडा त सानो भयो नि, कुखुराको लागि अलिक सानो भयो भाँडा। अब दुःख सुख चलाउनु पर्छ, जङ्गलमा हो। पाक्दैछ है मासु, पाक्दैछ। अब यहाँ अदुवा लसुन पिसेको छ, एकछिनबाट चाहिँ यहाँ हाल्नुपर्छ। पाक्दैछ। अब चाहिँ अदुवा र लसुन हाल्नुपर्छ। अदुवा अब यसरी हाल्नुपर्छ। मेन मसला यही हो लोकल कुखुराको लागि। खास मसला यो र तिते, डढाको तिते नै हो खास मसला। साह्रो स्वादिलो हुन्छ, एकदमै मिठो हुन्छ। ढक्कनीले छोप्नुपर्छ है। लु हाम्रो भालेको सुप पनि मासु पनि रेडी भयो। यहाँ हेर्नुहुन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। ल है अन्तमा हामी त खानु पनि थाल्यौँ। मासु पाक्यो झोलसँग, अझै छ कराईमा। यहाँ हाम्रो बडा खाँदैछ, हाम्रो तिलक दाजुले खाँदैछ मजाले झोल। तिते लाएको झोल कति स्वादिलो हुँदैन है, स्वादिष्ट मिठो भोजन। हाम्रो तिलक दाजुले ल्याउँदैछ मासु बोक्दैछ भालेको, अर्ग्यानिकै। यो चाहिँ एकदमै अर्ग्यानिक भाले। हाम्रो बडा बाउले खाँदैछ, मजाले चलाउँदैछ बुढोले पनि खुसी हुँदै। आज छ है ल बडा बाउ, मासु डल्लै छ। यहाँ हाम्रो सुर्खेत छ, यसलाई पनि भात दिनुपर्छ एकछिनबाट।